हेलो नमस्ते गुड मर्निङ नमस्ते है। अहिलेको टुर चाहिँ हाम्रो बिर्तामठसम्मको यात्रा भइरहेको छ। शुभ बिहानी बिर्तामठतिर जाँदै गरेको अवस्था है। हामी चाहिँ अहिले पाडाजुगी पुगिसकेको छौँ। ड्राइभिङ सिक्नु इच्छुक हुनुहुन्छ भने, यसरी नै ड्राइभिङ सिक्नु इच्छुक हुनुहुन्छ भने हामीलाई सम्झिनु होला। नेम्बाङ ड्राइभिङ सेन्टर दमक छ झापा बस पार्क छेउमा साइनो होटलको माथिल्लो तला माथि नेम्बाङ ड्राइभिङ सेन्टरको अफिस रहेको छ है। तपाईहरू ड्राइभिङ सिकेर लाइसेन्स झिक्नु इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुहोला। आजै सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर रहेको छ 9806022730 मा कन्ट्याक्ट गरेर आजै आउनु होला है। नेम्बाङ ड्राइभिङ सेन्टरमा खाली छ, पुरै खाली छ। तपाईहरू इच्छुक हुनुहुन्छ बिर्तामठबाट लाइसेन्स झिक्न सक्नुहुन्छ र इटरी जता भने पनि हामी त्यतै लग्नेछौँ। नेम्बाङ ड्राइभिङ सेन्टरले मात्रै त्यसरी लान्छ है। तपाईहरू नझुकिनु होला, तुरुन्तै सम्पर्क गर्नुहोला। र अर्को नम्बर रहेको छ 9815906081 मा कल गर्दा चाहिँ मसँगै सम्पर्क हुन्छ है। गाइजहरू सबैजनालाई जानकारी गराउन चाहन्छु। र झिलझिले दुधे माइदार मा पनि हाम्रो ट्रायल सेन्टर खोलिसकेको छ नि। झिलझिलेमा पनि शाखा अफिस रहेको छ। वडा कार्यालय 8 नम्बरमा शिव 87 नगरपालिका वार्ड कार्यालय 8 को 8 नम्बर बोल्ने। यो चाहिँ बिहान बिहानै यो बाटोमा हेर्नु होला। धुलो खाँदा यार होइन भइसक्यो यार। बिहान बिहानै पनि धुलो, बिहानदेखि बेलुका यो भाइ चाहिँ धुलो खाएर यस्तो भएको। पैसा बिनाको धुलो खान्छ नि त यो भाइले त। खतरा हो नि त धुलो खानु। गाइजहरू हेर्नु होला। मेन हाइवेमा चाहिँ निस्किनुपर्छ धुलो खानुलाई अहिले, भित्री बाटोमा होइन। तपाईँले आज चाहिँ पास गर्नुभयो नि पहिलोचोटि नै। एकदम राम्रो गरी ट्रायलमा तपाईँ सक्सेसफुल हुनुभयो। के भन्नुहुन्छ नेम्बाङ ड्राइभिङ सेन्टरलाई चाहिँ के भन्नुहुन्छ? एकदम बधाई छ। नेम्बाङ ड्राइभिङमा सिकेर तपाईँ एकदम खुसी हुनुहुन्छ होइन? एकदम ह्याप्पी म एकदम। ल ठिक छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। सबैजनालाई धेरै धेरै धन्यवाद। अरू नयाँ आउनेलाई पनि के भन्न चाहनुहुन्छ? नेम्बाङ ड्राइभिङमा चाहिँ कस्तो छ त? तपाईँलाई के कस्तो? ड्राइभिङमा चाहिँ एकदम राम्रो छ। त्यहाँको स्टाफहरूदेखि लिएर गुरुहरूदेखि लिएर सबैजना राम्रो हुनुहुन्छ। अझै भएन हाम्रो कान्तिपुर यातायात त्यहाँ जहाँ जाँदैछौँ त्यहाँनिर उसको लागि इक्जामको लागि मतलब कारको लागि त्यहाँ पनि सपोर्ट हुन्छ उहाँहरूको। त्यही भन्न चाहन्छु। र तपाईँहरू पनि आउनुहोस्, तपाईँहरू गर्नुहोस्। मैले 1 महिना मात्रै सिकेको, फर्स्ट टाइममा मैले निकालेँ। हेलो सर, के हो पास गर्नुभयो? एकदम राम्रो भयो। अनि आज पहिलो सर्टमै पास गर्नुभयो जस्तो लाग्यो। अनि कहाँ सिक्नुभएको त हो सर? अनि नेम्बाङ ड्राइभिङ सेन्टर दमक छ झापामा सिक्नुभएको। तपाईँलाई नेम्बाङ ड्राइभिङमा सिकाइ कस्तो लागेको छ? तपाईँको गुनासोहरू केही छ भने जानकारी यसो अरू सिक्नेलाई पनि के भन्न चाहनुहुन्छ? यसो भनिदिनुहोस् न। तपाईँको सल्लाह सुझाव दिनुहोस् न है। नेम्बाङ ड्राइभिङ सेन्टर चाहिँ एकदम लाइसेन्स पनि अनि सिकाइ पनि एकदम राम्रो। मेरो साथीहरू कुनै कोही छ भने त्यहाँ जानु होला नेम्बाङ ड्राइभिङ सेन्टरमा। त्यही भन्न चाहनुहुन्छ? एकदम तपाईँ त डराउनु भयो जस्तो छ नि। ट्रायलको दिन चाहिँ डर लाग्दो रहेछ नि। कामदै हुनुहुन्छ यार। ज्यान त खतरा देखिन्छ तर थरथर कामदै हुनुहुन्छ त यार। हावाले हो र। ओ ल ल सही त। तपाईँले पास गर्नुभयो, मलाई पनि एकदम हृदयदेखि नै खुसी लागिरहेछ है। एकदम राम्रो गर्नुभयो। तपाईँको लागि धेरै धेरै धन्यवाद। तपाईँ अब ड्राइभर भइसक्नुभयो। एकदम गाडी चलाउँदा एकदम बिस्तारो राम्ररी ड्राइभर भइसक्नुभयो। एकदम मजाले चलाइदिनु होला भन्न चाहन्छु। तपाईँलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु है। हस् त। ड्राइभिङ सेन्टरलाई पनि धेरै धेरै धन्यवाद। ओके ल ल। देखाउ न भाइ यार पास भएको। आम्मा यार तिमी त साह्रो काम छौ त यार। के भएको? डरले हो न कामना यार। आम्मा अनि पास भयो आज? टिकटकमा हाल्छ यार। के छ त अनि नेम्बाङ ड्राइभिङ सेन्टरलाई चाहिँ के भन्न चाहन्छौ? पास भएछौ, खुसी कतिको छौ? धेरै धेरै धन्यवाद। यहाँको एकदम के अरे ड्राइभर सिकाउने दाइहरू एकदम राम्रो हुनुहुन्छ, मजाले सिकाउनुहुन्छ, सबैलाई सहयोग गरेरै सिकाउनुहुन्छ। म लास्ट टाइम फेल भएको थिएँ, पास भयो आज सेकेन्ड। ओके ल, तिमीलाई धेरै धेरै बधाई छ। ओके धन्यवाद नेम्बाङ ड्राइभिङ सेन्टरलाई। डरले कामै गयो के हो? आमा पहिले सर्टमा पास गर्नुभयो? हजुर।
धेरै मजाले कुदाउनु भएर पास गर्नुभयो नि। ल ठिक छ, तपाईँलाई धेरै धेरै धन्यवाद। अहिले ट्रायल दिएर बिर्तामठबाट आउँदैछौँ। हाम्रो सरले आज ट्रायल दिएर एकदम पास गरेर खुसीले कुदाउँदै हुनुहुन्छ। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। हाम्रो सर आज ट्रायल थियो, पास गर्नुभयो। पास भएर पनि हामी आइपुग्न आँट्यौँ है। एकदम राम्रो कुदाउँदै हुनुहुन्छ उहाँले। पहिलोचोटि नै ट्रायल पास गर्नुभएकोमा खुसीले नै ड्राइभिङ गर्दै हुनुहुन्छ। एकदम राम्रो कुदाउनुहुन्छ। उहाँ जस्तै ड्राइभिङ सिक्नु इच्छुक हुनुहुन्छ भने आउनु होला है। नेभाङ ड्राइभिङ सेन्टर धमक 6 झापा बस पार्क छेउमा छ।